कस्तो कस्तो बेला थियो रुकुम पश्चिमको एयरपोर्ट? हाम्रो यो रुकुम पश्चिमको एयरपोर्ट चाहिँ हैन हप्तामा 2 चोटि चाहिँ ल्यान्ड हुँदो रहेछ है। यसमा है? अब यो कुन यो हाम्रो यो प्लेन ल्यान्डिङ ठाउँ हैन। हजुर। अब भन्नुपर्दा यसमा यति यो बार भन्न चाहिँ हामीले बुझेनौँ, तर सुन्न आउँदा गाउँबाट यसो बुझ्न आउँदा चाहिँ हप्ताको 2 चोटि चाहिँ यसमा ल्यान्डिङ हुन्छ अरे। तर त्यो दिन हामी पर्न सकेनौँ, हामी एक्लै दिन पर्यौँ। अनलक्की हामी अनलक्की भएर हामी चाहिँ बसमा आउन यसो प्रयत्न गऱ्यौँ हैन, तर तैपनि पुग्यौँ हामी हेली ल्यान्ड हुने ठाउँसम्म। लगभग कति लामो छ यो? हाम्रो होला यो लमसम 700-800 मिटर होला त्यस्तै लाग्छ। यसो टर्निङ गरेर 1 किलोमिटर लगाम सबै गरेर हप्ताको 2 दिन चाहिँ आउँछ अरे। आउँदो रहेछ। हप्ताको 2 दिन चाहिँ आउने भन्ने सुन्यो के अरे हैन गाउँबाट। तर हाम्रो यहाँ माथि अल्फाको टोली चाहिँ बस्दो रहेछ टक्कै पारेर। कता उता मन्दिर यो यालो भवन चाहिँ कुवाला यो सबै भवन कि चाहिँ आर्मीकै हो अरे ए सुन्नमा आएको। अच्छा, आर्मीले सब सेक्युरिटी गरिरहेछ। आर्मीको चाहिँ यो हेली ल्यान्डिङ गर्ने र अनि यसको सेक्युरिटी चाहिँ आर्मीले लरेछ। तर हाम्रो डाँडा चाहिँ माथि परेर छ। अनि यो चाहिँ हाम्रो यो के भन्छन् तपाईँको यो मुसिकोट गाउँ बजार रहेछ। यो मुसिकोट बजारमा चाहिँ हेर्नुहोस् तपाईँको लमसम तलबाट माथिसम्मै बिल्डिङै छ, कहीँनिर कच्ची घर देख्न पाइएन। पहाडको ठाउँमा यति देख्न भनेको भव्यशाली देख्न पाउँछ। जस्तै हामी जस्तै तपाईँ जस्तै भाग्यमानी भनौँ है। फेसबुक मित्रहरूलाई एक झट्कामा के दिन चाहनुहुन्छ? एक झट्कामा साथीहरू तपाईँहरूले नाउँ कटाएर त्यता बस्नुभयो, तर हामी यहाँ आयौँ यस्तो बवाल रमाइलो भइरहेछ नि, याद गर्नु होला फेरि है।